भिडियो सुरु भयो। अब यो रत्न पुलदेखि अगाडि यो त रत्न पुल होइन जस्तो छ। अगाडि रत्न पुल, अगाडिको टर्निङमा फेरि त्यहाँबाट रत्न पुल कटेर चिलारा कटेर गौरीगञ्ज, अनि हाम्रो गौरीगञ्जसम्मको भिडियो अहिले चाहिँ स्थगित गर्छ। बाटो आमबाडीबाट अगाडि लागिसकेको छौँ। आमबाडीमा हाम्रो चियापान भयो, चिया खायौँ है। चिया खाएर एकवटा समोसा खाएर यसो पेट पूजा पनि भयो ठक्कसँगले। अब बाटो हाम्रो गन्तव्य अगाडि बढिरहेको छ। यस्तै छ बाटो है, अलिक साँगुरो पुल रहेछ। अगाडि बढिरहेको छौँ। फुलाकी बाटो, गाउँको बाटोले गर्दाखेरि जस गाउँमै भयो भने अलिक सुविधै हुन्छ। अगाडि त विकासको अग्रजमा त बाटै हो त पहिले। बाटै भएपछि हरेक कुरा त्यसमा जोडिन्छ। गाउँको बाटो यस्तै छ। यता तलदेखि धानले राख्दिउँ एकचोटि। यहाँ अघि हामीले अघिको खाना खाने बेलामा त्यो एउटा डाइ बुझिने रोकेको थियो नि, बोल्दै थियो नि, त्यो म यहाँ लोड गरेँ। के अरे धान भन्नु मकै सुकाउने योमा लडेछ नि एउटा होइन बाइकमा। यो बाटोभरि त अस्ति मकैको सिजनमा त अनि सबै बाटोभरि मकै थियो नि। किसानलाई पनि अलिकति तनावै छैन। मकै त्यत्रो मकै सुकाउने ठाउँ छैन। अब विकल्प भनेको यही रोडै त हो। यहाँ सुकाउने त खेतमा सुकाउने भने पानी लगाउने।
चौकी घाट आइयो केटा हो चौकी घाट फाइनली पुल पनि आइपुग्यो है। चौकी घाट आले है केटा हो हेलो यहाँ गौरीगञ्ज पुग्न आँट्यो। सिलाएर आइपुग्न आँट्यो रत्वा पुल ट्याक्कै हजुर खाली होइन आइँदैछ स्पिड आनमा। भाइ आइपुग्यो चट्टसँगले यो आइपुग्न लाग्यो हामी अब रत्वा पुल ट्याक्कै यो कटेर चिलाएर है चिलाएर कटेर त्यहाँदेखि खजुरगाछी बजार कटेर गौरीगञ्ज। हाम्रो भिडियो त्यहीसम्म आजको अहिलेलाई स्टप हुन्छ। पढ्नलाई तर्खर रहेछ जस्तो छ है यता वारी चाहिँ अब ब्रिज बनिसकेको रहेछ सायद भरेलाई यो ब्रिज बनिन्छ जस्तो लाग्यो भरे बाटो बन्द हुन्छ जस्तो छ। अब एकछिनमा सायद यो बाटो बन्द हुन्छ कि जस्तो छ किनभने हावा गइएको छ। यो बनिने पनि कति टाइम लाग्यो त राति बाटो जोड्ने तपाईँको झापा मरङ जोड्ने बाटो पुल रत्वा पुल है अलिक साँगुरो रहेछ है। पुल अब हामी छिने भयो झापा मरङबाट झापा गन्तव्य भनेको झापा लखनपुर कमल गाउँपालिका 6 सम्म आजलाई
यही बाटो ठ्याक्कै यहाँबाट खजरगाछी बजार खजरगाछी बजार पुरानो बजार हो यो पनि हाम्रो कम्पनीका स्टाफहरू पनि यति तलतिर बढी सञ्जयको यतै तलतिर हो नि त सञ्जयको हाम्रो चौधरीको यहाँ तलतिर खजरगाछी बजार गाउँको बजार अलिकति पर माइको पुलमा बनिन्जेल मात्रै हो माइको पुल बनिएपछि त झन् गुड हुने थियो यो अगाडि केउरिया पुल त्योभन्दा अगाडि गौरीगञ्ज बजार यसरी पुलमा भिड नगर्दियो पुलमा भिड जाम लाग्यो आज गौरीगञ्ज बजार हो नि त बुधबार बजार एरिया बजारको यो गौरीगञ्ज बजार यो गौरीगञ्ज बजार हाम्रो बजारमा आज बजारकै दिन परेछ अब हाम्रो भिडियो ठ्याक्कै यो गौरीगञ्ज बजारसम्म मात्रै हो त्यहाँदेखि हाम्रो अब लाग्नेछौँ दमकतर्फ यो बाटो हाम्रो दमकतिर जाने बाटो बजारको दिन बाटो भिड छ के गर्ने यस्तो आजको ब्लग यहीँसम्म